गाइज नमस्ते र स्वागत छ मेरो नयाँ ब्लगमा। अहिले बज्दैछ 5:30 भएछ हो। अन्त हामी निस्क्यौँ आज चाहिँ बिहानै अर्पणाको सुट छ विथ सार्थक, एउटा गीत आउँदैछ म्युजिक भिडियो, तपाईहरु त्यो हेर्नुहोस् होला। अनि अहिले चाहिँ हामी जाँदैछौँ, कहाँ पो जाँदैछौँ? भक्तपुर। यस, भक्तपुर। मलाई जति नै गाडी पनि अलरेडी आएको थिएर चाहिँ हामी रुमबाट निस्केको। हामी जाँदैछौँ अब। खासै चाहिँ सार्थक पनि सँगै हामीसँगै जाने भनेको थियो। भित्री बाटो छ नि, सबै बनाउँदै छ, बाटो बन्छ अरे। सो भक्तपुर यहाँबाट निकै टाढा पर्छ हामी बसेकोबाट। सो अहिले जाँदैछौँ। मलाई त कस्तो देख्यो उ चाहिँ राम्रो भएर मेकअप गरेर, किन भन्दा चाहिँ उ त्यहीँ गएर रेडी हुनु छ, मेकअप गर्नु छ उसले, यहाँ उसको केही काम छैन हो। अनि उनीहरूलाई टाइम लाग्छ। अनि आजको उहाँहरूको प्लान छ कि 1 to 2 चाहिँ अब भिडियो सक्ने म्युजिक भिडियोको लागि। र कस्तो लाग्दैछ तँलाई आज तेरो फर्स्ट सुट हो आफ्टर वर्स अफ नेपाल? राम्रो लाग्दैछ, रमाइलो हुन्छ होला। लेट्स होप फर द बेस्ट एन्ड राम्रो हुन्छ। र म्युजिक भिडियो आएर हेरिदिनुहोस् अनि तपाईँहरू बनिरहनुहोस् मेरो साथमा, किनभने अब म देखाउनेवाला छु बिहाइन्ड द सिनको कतिवटा कुराहरू र सुटमा कस्तो हुँदो रहेछ, के हुँदो रहेछ, एउटा म्युजिक भिडियो बनिनुको लागि कस्तो हुँदो रहेछ, त्यो सबै म तपाईँहरूलाई देखाउने छु। र बनिरहनुहोस् मेरो साथमा र हेर्नुहोस् पुरा भिडियो। कस्तो दामी जग्गा रहेछ यो। यहाँनिर सार्थक पनि आउनु भएको छ। सार्थक भएको छ। हेलो, गुड मर्निङ। हामी आज केको लागि जाँदैछौँ? केको लागि हो? जो मान्छेलाई चाहिँ याद हुनु पर्छ नि। केको लागि जाँदैछ? यहाँ एक्टर हो भनौँ न अब आजको हिरो, ड्राइभिङ सिक्न आएको, आजको हिरो, आजको सुटको हिरोइनी होला। हिरोइनी होइन, जानी भनेको मैले, भगवान हिरोइनी नै भन्छ नि त नेपालीको होइन, र पनि नो हिरोइनी नै हो। होइन हिरोइनी भन न हौ। मैले के भने हिरोइनी भने होइन, हिरोइन नभनेको नि त मैले, नभनेको जस्तो के होस् कि मैले हिरोइनी नै भन्नु खोजेको, तर सार्थकले भनेको हिरोनी अरे हो। हिरोको चाहिँ हिरो नै रहेछ है। तर जाँदैछौँ हामी कता गएको? के गुन्डा? ए पुग्न आँट्यो होला, खोइ थाहा छैन लोकेसन। अब त्यहाँ पुगेरै थाहा हुनेछ। अब हामी जङ्गलतिर पस्दैछ। यहाँ अगाडि यही जङ्गलहरूतिरै पस्ने होला। पस्नु चाहिँ जङ्गल दामी रहेछ जङ्गल त। अन्त अगाडि कत्रो छ। हामी आइपुग्यो कि जङ्गल, तर यो हिलोहरूले गर्दा गाडी आउनु मानेर र यहाँ हिँड्दैछौँ। अब यहाँबाट कहाँबाट जानु? यस्तो छ बाटो चाहिँ। यो बाटो आउँदा आउँदै यहाँ हिमाल देख्न सक्नुहुन्छ। कस्तो दामी देखियो भने चाहिँ नि। अहिले मर्निङ भ्यू। अनि सुटिङ हुने जग्गा चाहिँ यो एरियाहरू पर्दो रहेछ। तर अहिले चाहिँ मन्दिर बोलाउनु भएको छ र हामी मन्दिर जाँदैछौँ यही बाटोबाट। यो एउटा रेस्टुरेन्टमा आएर चाहिँ यहाँनिर मेकअप चल्दैछ। मेकअप गरेपछि चाहिँ ठुलो देख्दो रहेछ हौ। अनि उहाँ अर्पणा आन्टी यहाँ हुनुहुन्छ। ए अर्पणा फुपू, ए काकी सरी, काकी होइन, म काकी भन्छु नि त तँलाई अब। अनि यता सार्थकको भएको छैन, मेकअप कफी खाँदैछ। यहाँ म पनि कफी पिउँदैछु। यो कफी खाँदा चाहिँ अलिक निन्द्रा जान्छ कि भनेर खाएको। अनि यहाँ दिदी हुनुहुन्छ, दिदीले मेकअप गर्नुहुँदैछ, म हेरिरहेको छु। अहिले जाँदैछौँ सुटिङको लोकेसन। ठिक छ, उयोले पनि घाम ताप्दैछ यहाँनिर। उफ अरे वेदर चाहिँ जे होस् दामी। लुक्स मलाई दामी छ भन्दा यहाँ पे शूटिंग चल रही है। इंडिया से हमारा हीरोइन आ रही है। हिरोइनी हो, हिरोइनी चाहिँ यहाँ छाता ओरेर हो। यहाँ यी सार्थकले हिन्दी सिक्दैछ। अर्पणा सिकाइदिएला बेङ्गोली र उयो हिन्दी आउँछ। रोपाई चल्दै भर्खर सकेछ। यिनीहरूको सुटिङ सकेको छैन, तर यहाँ रोपाई सकेछ हो। यहाँको नजारा यस्तो छ, काठमाडौँको नजारा। सिटी चाहिँ उतापट्टि देख्दो रहेछ बल्ल। उसले पो सिकाउँदैछ त। जब हाइट उच्च हुन्छ, हाइट उच्च हुँदाखेरि चाहिँ
यस्तो हुन्छ सोच त कति होचो भएछ हाइट सानो भएर अरे मजा आउँदैछ किन तिमी यस्तो वाइ म इन्जोय गरिरहेको छु त अहिले खास चाहिँ ऊ अलिकति बिजी छ खानुमा यहाँ हाम्रो हिरोइनी अरे हिरोइनी हो हिरोइन होइन कन्डिसन ठिकै छ यहाँ त राम्रो पो आयो त अहिले चाहिँ हामी खाँदैछ जुस र यहाँ बसेको छौँ सबैजना इन्टायर टिम ब्रेक टाइम अनि फेरि छ म चाहिँ आज एसिस्टेन्ट डिरेक्टर भएको छु अरू काम छैन मेरो दामी रहेछ यो जुत्ता भ्यू पनि दामी रहेछ है यस्तो छ ब्युटिफुल प्लेस सूर्यदेव थोड़ा ब्राइटनेस कम करो भन्ने जस्तो खालको भयो घामले गर्मी भयो र गाइज सुट पनि सक्यो खानाहरू खायौँ यस्तो भोक लागेको थियो कि मैले भ्लगै गरिनँ कन्टिन्यू खानामै फोकस थियो मेरो हो त्यहाँदेखि अहिले चाहिँ हामी यहाँ क्याब वेट गर्दैछौँ धुलो यति बेसी छ कि म मास्क खोल्नु सक्दिनँ यहाँनिर अनि आजको दिन कस्तो लाग्यो तिमीहरू दुईजनालाई मेन त तिमीहरू दुईजना हो सबै ठिक थियो सबैभन्दा राम्रो चाहिँ के थियो भने भात थियो भात भोक पुरै बेसी लागेको थियो कि भातको भ्याल्यु पुरै थियो आज तँलाई कस्तो लाग्यो आजको होल तेरो मलाई आजको एक्सपिरियन्स बेसी राम्रो लाग्यो कन्फिडेन्ट भयो उसको एक्टिङ उसलाई फिल भएर क्या हो कि म राम्रो गर्ने रहेछु भन्ने उसलाई भयो अरे आज सास भेट्दा पनि यस्तो जसमा अनि यो चाहिँ यसले उल्टा मास्क लगाइरहेको थिएँ हो अनि अझ हामीलाई चाहिँ यस्तरी यो चाहिँ उल्टा हारे उसको चाहिँ सुल्टा हारे भन्दा डिबेट गर्दै थियो हामीसँग हो र गाइज आजको दिन यसरी बित्यो अब हामी रुमै गएको हो र मलाई पनि मजा आयो बिहाइन्ड द सिनहरू हेर्नु अनि एसिस्टेन्ट डिरेक्टरको के भन्छ अब काम गर्नु मजा आयो राम्रो एक्सपिरियन्स थियो ओभरअल लर्निङ एक्सपिरियन्स हो अनि सकेर रुम जाँदैछौँ पानी पर्नु आँटेको जस्तो छ कालो बादल भइरहेको छ र आई होप तपाईँहरूलाई भिडियो मन पऱ्यो होला अगर मन परेन भने पनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनुहोस् होला र भेटौँ अर्को ब्लगमा बाई बाई औ बाई गरिदेऊ बाई बाई सबैजनाले हाम्रो के छ ब्लग पूजा आचार्य छ पूजालाई माया गरिदिनु होला यस सबैजनाले माया गर्नु होला बाई बाई भन्दै तीबाट बाई बाई